नमस्कार। यो म www.checkout.com भन्ने एउटा मार्केटिङ एप लिएर उपस्थित भएको छु तपाईहरुमाझ। हामी यो एप्लिकेसन, यो वेबसाइट हैन एउटा मार्केटिङ पर्पजको लागि बनाएको एप हो। अहिलेको जमाना भनेको मोबाइल एप्लिकेसनको जमाना हो। अनि सानो एउटा आइडियाले पनि तपाईको सानो स्थानबाट वर्ल्ड वाइड जान सक्छ। अब सुरुमा हामीले यसलाई स्पिन एपलाई बडो राम्रोसँग ब्रान्डिङ गरेका छौँ। स्पिन एपले कस्टमर र भेन्डरलाई एक आपसमा जोड्ने काम गर्छ। अरू ई-कमर्सहरुमा आजकल अलिअलि साइड फिचरको रूपमा आएको छ स्पिन एपलाई। तर हामीले यो एप्लिकेसन 4 वर्ष अगाडि अरूले ल्याउनु भन्दा वर्ल्डमा त्यो टेमोले ल्याउनु भन्दा पनि अगाडि हामीले यसको प्लानिङ गरेर 31 महिना अगाडि बनाउन सुरु गरेको हो। अहिले एन्ड्रोइड, आइओएस र वेबसाइटमा यो लाइभ छ, तपाईहरुले डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। अब यसले कस्टमरले भेन्डरको बिल तिर्दै गर्दा सपोर्ट गर्छ। खल्ती हाम्रो अफिसियल पेमेन्ट गेटवे पार्टनर हो। अब खल्तीले हामीलाई इन्टरनल्ली कनेक्ट आइपिएस अनि विभिन्न कमर्सियल बैंकहरुको मोबाइल बैंकिङ पनि एक्सेस दिनुभएको छ। त्यहाँबाट पनि तपाईहरुले पेमेन्ट गर्न सक्नुहुन्छ हाम्रो एप थ्रु। अनि यो एक पेमेन्ट सपोर्ट र भेन्डर साइडको बिजनेसलाई उहाँहरुको कामलाई सपोर्ट गर्ने साथै मार्केटिङ गरेर एडभर्टाइजिङ गरेर उहाँहरुको सेल्स बुस्ट गर्ने उद्देश्यले यो मार्केटिङ प्लस केही सुविधा हैन केही सहजीकरण गर्ने काम भेन्डरको बिजनेसमा केही कामहरु एप थ्रु सहजीकरण गर्ने काम पनि यसले गर्छ। हाललाई चाहिँ यो पेमेन्ट सपोर्ट र स्पिन थ्रु मार्केटिङ गर्ने काम गर्छ हैन। अब कस्टमरको एक्स्ट्रा केही पनि जाँदैन। अनि कस्टमरको एक्स्ट्रा केही नजानी हुँदाखेरि यो एप युज गरेर पे गर्न हिचकिचाउनु पर्दैन। तपाईले हाम्रो एपमा तपाईको बैंक कार्ड पनि युज गर्नु पर्दैन। डाइरेक्ट खल्ती अथवा बैंकको मोबाइल बैंकिङ छ भने पे गर्न सक्नुहुन्छ। अनि अब कस्टमरको साइडमा के फाइदा त हाम्रो चेकआउट युज गर्दा भन्दाखेरि चेकआउटबाट गर्दा स्पिन गरेर तपाईलाई यदि लक छ भने तपाईको भाग्य छ भने त्यहाँ त एल्गोरिदमले त तपाईलाई त यो हो यो युजरलाई पार्दिनी यसलाई नपार्दिनी भन्दैन। एल्गोरिदम त फिक्स सेटमा छ, त्यसले त आफ्नो काम गर्छ। हो त्यो सेटमा तपाईको ठ्याक्क तपाई पर्नु भयो भने तपाईलाई धेरै रिवार्ड पर्छ हैन। तपाईलाई नपर्यो अर्को कसैलाई पर्छ। त्यसैले एकदम फेयर एल्गोरिदम छ। त्यसमा हामीले युजर बेस गर्दैनौं कि अब जो पनि पर्न सक्छ। जस्तै 5 चोटी किनेकोलाई यदि पार्दिनी, एक चोटी किनेकोलाई नपार्ने त्यस्तो हाम्रो छैन। कन्टिन्यू हैन जो पनि हुन सक्छ त्यो मोडलमा एल्गोरिदम सेट छ। अनि अब त्यो त भयो। अब भेन्डर साइडलाई के फाइदा भन्दा भेन्डर साइड कस्टमर त मलाई पर्छ कि भनेर आउनु नि भयो भनेपछि हाम्रोमा कस्टमर आइसकेपछि त जानी कहाँ हो त भेन्डरकोमा भनेपछि त भेन्डरको सेल्स यसै पनि बढ्ने भयो। अब हामीले कस्टमरलाई कसरी दिने त भन्दा भेन्डरबाट अलिकति कमिसन लिएर त्यसको म्याक्सिमम पार्ट चाहिँ कस्टमरलाई दिएर त्यसको सेल्स हामीले बढाउँछौँ। अब यो त सुरुवाती मात्रै हो। त्यसपछि अब विभिन्न किसिमका मार्केटिङका एडभर्टाइजिङका स्किमहरु लिएर आउँछौँ हामीले। जस्तै हामीसँग धेरै भेन्डर र धेरै कस्टमर भइसकेपछि त ठूला कम्पनीहरुले हाम्रो प्लेटफर्ममा मार्केटिङ दिन एडभर्टाइज दिन थाल्नुहुन्छ। त्यो एडभर्टाइजबाट आउने म्याक्सिमम पैसा हामीले रिवार्ड पोइन्ट मार्फत कस्टमरलाई दिने हुँदा कस्टमर बेनिफिट हुने भयो। अनि त्यो कस्टमर त फाइनल्ली फेरि भेन्डरकोमा जाने भयो। यसरी भेन्डरको सेल्स बढ्छ। अब यो नेपालबाट सुरु गरेर यो मार्केटिङ एप सुरुमा मार्केटिङ मात्रै हो। तर यसमा धेरै कुरो भित्री कुरा छ। अहिले सबै स्ट्र्याटेजीहरु मैले यहाँ पब्लिश गर्न राम्रो हुँदैन।
किनभने हामी धेरै लगानी गरेर मेहनत गरेर समय खर्च गरेर यहाँ मार्केटमा आइरहेका छौँ र हाम्रो उद्देश्य भनेको ग्लोबल इकोनोमी रिसेप गर्ने हो, रिफर्म गर्ने हो होइन। नेचुरल रिसोर्सेसहरू छ यथेष्ट मात्रामा, काम गर्ने मान्छेहरू पनि छ, तर के मिलेको छैन मान्छेहरूले होइन। धेरै मान्छेहरू बेरोजगार छन्, रोजगार पाएका मान्छेहरूले पनि अब कतिपय अलि हाई स्किलको जबहरूमा चाहिँ अब उनीहरूलाई पुग्दो पैसा हुन्छ, तर लो स्किलको जसले लेबर कामहरू गर्नुहुन्छ, विभिन्न प्रकारको लेबर कामहरू विकसित देशमा पनि त्यति वेलबिङ छैन कि लाइफ भनेपछि। हाम्रो जस्तो नेपाल, बङ्गलादेश, पाकिस्तान, भारत होइन यस्तो, अनि साउथ अफ्रिकातिर त धेरै ऊ छ, अफ्रिकाहरूतिर, किन साउथ अफ्रिका मात्रै, अफ्रिका ल्याटिन अमेरिकातिर त अब लेबरहरूको तल्लो लेभलमा काम गर्नेको अवस्था त एकदम दयनीय छ भनौँ। उनीहरूको जीवन उकास्न त यो अहिलेको आर्थिक मोडललाई टोटल्ली चेन्ज गर्नुपर्ने हुन्छ। अब अहिलेको यो संसार क्यापिटलिजममा छ, अब सोसलिजम पनि सक्सेस मोडल होइन। पहिला के अरे उसमा के अरे रुसमा, सोभियत सङ्घमा ल्याउन खोजियो, ल्याइयो तर सफल भएन। अब नर्थ कोरिया अनि उता क्युबातिर पनि छ, तर त्यो पनि सफल मोडल होइन, किनभने त्यहाँ इन्डिभिजुअलको फ्रिडम अलिकति किल हुन्छ। अब क्यापिटलिजम पनि त्यति सक्सेस मोडल होइन, तर सोसलिजमभन्दा बेटर मोडल हो क्यापिटलिजम। तर यो दुईटालाई फ्युजन गरेर होइन, दुवैको राम्रो पक्ष टेक्नोलोजी मार्फत फ्युजन गरेर हामीले ग्लोबल्ली इकोनोमी रिसेप गरेर बेटर इकोनोमी मोडल जगतिजम दिने कोसिस गर्नेछौँ। तर त्यसको लागि पहिला यो सेकआउट.com भन्ने यो प्रोजेक्टलाई एज अ मार्केटिङ प्रोजेक्ट हो, सर्भिस सेक्टर फोकस गरेर यसले वर्ल्ड वाइड मार्केट लिन्छ। अब तपाईँहरू नेपालभरिको जति पनि यो भिडियो सुन्नुहुन्छ उहाँहरूले यो एप डाउनलोड गरेर कस्टमर बनेर चलाउन सिक्नुहोस् र नजिकको सर्भिस सेक्टरहरूलाई ल तपाईँहरूले यो एप डाउनलोड गरेर भेन्डरको रूपमा लिस्टिङ हुनुहोस् भनेर भन्नुहोस्। अब आफै त्यहाँ जसको व्यवसाय छ उहाँहरूले सुन्नु भएको छ भने तपाईँहरूको व्यवसाय सेकआउटमा लिस्टिङ गर्नुहोस्। लिस्टिङ गरेर आफैले प्रचार गरेर ल सेकआउट भनेको यस्तो यस्तो प्रोजेक्ट रहेछ, यसले चाहिँ नेपालको इकोनोमी रिसेप गर्दै ग्लोबल इकोनोमी रिसेप गर्ने एउटा कन्सेप्ट ल्याएर रहेछ, स्टार्टअप कम्पनी रहेछ, यसको लागि त हामीले सपोर्ट गर्नुपर्छ, सहकारी गर्नुपर्छ भनेर डाउनलोड गरेर आफै प्रचार गरेर सोसियल मिडियामा हालेर कस्टमरहरूलाई सेकआउट मार्फत हाम्रो बिल तिर्नुहोस् भन्नु होला। तपाईँहरूको कस्टमरले सेकआउट मार्फत तिर्दा तपाईँले पाउनुपर्ने पैसा इन्स्ट्यान्टली पाउनुहुन्छ होइन। त्यसमा हामीले हाम्रो रुल अनुसार थोरै कमिसन काट्छौँ, त्यो कमिसनको म्याक्सिमम पार्ट कस्टमरलाई जान्छ होइन। कस्टमर पनि आफूले कमाएको पैसाले केही वस्तु वा सेवा खरिद गर्दै गर्दा तिर्दा त्यो क्षण भनेको त एकदम होइन, एकदम गजबको क्षण हो नि त। ट्रान्जेक्सन हुँदाखेरि कस्टमरले कमाएको आफ्नो भ्यालु र पसलेले होइन अथवा सर्भिस दिने पसलेले आफ्नो सामान र सर्भिस दिँदै गर्दाको क्षणमा जुन ट्रान्जेक्सन हुन्छ नि, त्यो त इकोनोमीको सबभन्दा मिटिङ पोइन्ट हो नि त होइन। जति जति ट्रान्जेक्सन हुन्छ उति उति आर्थिक वृद्धि हुने हो। त्यो पनि त्यो के अरे सेयर मार्केटको जस्तो ट्रान्जेक्सन होइन, यो त जग्गा खरिद बिक्रीको जस्तो ट्रान्जेक्सन होइन, यो त रियल गुड्स र सर्भिस बेच्दाखेरिको ट्रान्जेक्सन हो। भनेपछि त यो गुड्स र सर्भिस जति जति वृद्धि भएर ट्रान्जेक्सन वृद्धि हुन्छ त्यति नै वेलबिङ इकोनोमी हुने हो। तर त्यो हुँदैमा फेरि सबैलाई राम्रो हुन्छ भन्ने छैन। त्यहाँ अब क्यापिटलिजमले केही संस्था, केही व्यक्तिहरूलाई असाध्यै धनी बनाउने र धेरै मान्छेहरूलाई अलि तलै छोड्ने अवस्था छ नि त। त्यसमा चाहिँ डिस्ट्रिब्युसनमा काम गर्नुपर्ने हुन्छ। पहिला सेकआउटलाई 10 वर्षमा वर्ल्डको बिगेस्ट कम्पनी बनाऊँ होइन, सबै नेपाली मिलेर। पहिला मेरो गाउँको जगतपुरको मिल्नुपर्छ, त्यसपछि चितवनको मिल्नुपर्छ, त्यसपछि नेपालका नेपालीहरू मिल्नुपर्छ, त्यसपछि वर्ल्ड वाइड नेपालीहरू मिलेर कम्तीमा 10 वर्षमा यो कम्पनीलाई वर्ल्डको बिगेस्ट कम्पनी बनाइदिउँ। त्यसपछि वर्ल्डमा सबैको ध्यान हाम्रो सेकआउट.comले
खिच्छ भनेपछि यो कम्पनी के हो, यसको फाउन्डर को, अनि यो कसरी सक्सेस भयो 10 वर्षमा विश्वको ठुलो कम्पनी हुन भनेर चारैतर्फ हल्ला फैलिन्छ, चर्चा हुन्छ जतासुकै। त्यसपछि हामीले यो क्यापिटलिजम र सोसियलिजमको दुईवटा राम्रो पक्षलाई लिएर नराम्रो पक्षलाई फालेर जगतिजम भन्ने मोडल मैले बनाएको छु। अहिले नै त्यो पब्लिस गर्दा किनभने त्यो बौद्धिक सम्पत्ति हो मेरो, होइन, अरूले लागू गरिदियो भने मैले यत्रो मेहनत गरेर त्यो बौद्धिक सम्पत्ति आर्जन गर्नको लागि 1 क्लासदेखि मास्टरसम्म पढेँ, होइन, विदेशमा आएर दुःख पाएर काम गरेँ भनेपछि धेरै सोचेँ, धेरै अध्ययन गरेँ, रिसर्च गरेँ र एउटा वे निकालेको छु। त्यो भनेको त मेरो बहुत ठुलो बौद्धिक सम्पत्ति हो। त्यसलाई मैले अब पब्लिकली अहिले नै गर्न त हुन्न, होइन, पब्लिस गर्न त हुँदैन। त्यसैले पहिला checkout.com-लाई वर्ल्डको बिगेस्ट कम्पनी बनाऊँ, अनि त्यसपछि हरेक देशको गभर्मेन्टसँग मिलेर त्यो जगतिजमको बारेमा पार्सियल कुरा भनेर, होइन, फुल कुरा नभन्ने, पार्सियल भन्दै भन्दै गएर यसरी तपाईँको सोसाइटीलाई अहिलेको अवस्थाभन्दा राम्रो गराउन सकिन्छ भनेर क्लियर पिक्चर पार्सियल्ली दिएर, होइन, अलिकति दिएपछि अब यो गर्नुपर्छ भनेर देखाइदिन सकिन्छ। र हामी नेपाली युवाहरू अहिले जसरी विदेशमा कोही बाहेक, केही पर्सेन्ट बाहेक थोरै एकदम तल्लो दर्जाको काममा, काम त एउटै हुन्छ तर कम स्यालेरी पाउने किसिमको काममा हामी इङ्गेज छौँ। भोलि यो संसारकै सबभन्दा ठुलो कम्पनी, बिगेस्ट कम्पनी भइसकेपछि हामीले ग्लोबल्ली हरेक देशको इकोनोमी मिलाउन नेपालीहरू माथिल्लो दर्जाको टप लेभलको डिसिजन मेकरमा भएर काम गर्ने, अनि कम्पनीको माथिल्लो लेभलमा बसेर संसारभरको इकोनोमी मिलाउने काम हामीले गर्न सकिन्छ, होइन। यो अब तपाईँहरूलाई असम्भव लाग्ला मेरो कुरा सुन्दा, होइन। म चाहिँ अब तपाईँहरूले साथ दिने हो भने त्यो चाहिँ सम्भव देख्छु, किनभने मैले प्रयत्न गरेको छु। अब 1-2टा प्रोजेक्ट त फेल भयो, तर म ब्याक हटेको छैन। लगानी गरेर यो प्रोजेक्ट मार्केटमा ल्याउन पनि अथाह प्रयास गरेको छु। टिम राम्रो हुनुहुन्छ टिममा। यो प्रोजेक्टको ग्लोबल सिओ इन्डियाको, चेन्नई इन्डियाको आइटी प्रोफेसर उहाँले लिड गर्नुभएको छ। एज अ म फाउन्डर विगत 10 वर्षदेखि फिनल्यान्डमा छु। मेरो घर जगतपुर हो। त्यसैले यो भिडियो सुनिसकेपछि अल नेपाल, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो www.checkout.com, होइन, यो चेकआउट भनेको सरप्राइजिङ चेकआउटको सर्टकट नेम हो। नाम पनि एकदम क्याची छ, होइन। अनि यसको लोगो पनि हेर्नु होला, राम्रो छ। एकदम प्रोफेसनल व्यक्तिले यसको लजिक मन पराएर अनि नामाकरण लोगो चयन गर्नुभएको हो। उत्कृष्ट कम्पनी छ। यसलाई चाहिँ विश्वकै बिगेस्ट कम्पनी बनाउन नेपाली एज अ कस्टमर, एज अ भेन्डर सबै आउनु होला। भेन्डर आएर तपाईँको कमिसन हामी मार्फत कस्टमरलाई दिँदै गर्दा तपाईँकोमा कस्टमर फ्लो बढेर बिक्री बढ्छ, होइन। त्यो तपाईँहरूको बिक्री बढेन भने हामी सर्भाइभ हुँदैनौँ। तपाईँले आफ्नो ठाउँबाट मार्केटिङ गरेर कोसिस गरिराख्नु भएको छ, हामीले थप बुस्ट गरिदिन्छौँ तपाईँको सेल्स बढाउनको लागि, होइन, बढ्नको लागि हामीले आफ्नो तर्फबाट प्रयत्न गर्दछौँ। त्यसैले अब यो भिडियो मलाई चाहिँ फेसबुकमा जसले फलो गर्नुभएको छ, ट्विटरमा फलो गर्नुभएको छ, उहाँहरूले मलाई चिन्नुहुन्छ पहिलेदेखि, होइन। म विगत 4-5 वर्ष अगाडिदेखि विभिन्न आर्थिक लेखहरू लेखेर, स्टाटस लेखेर, जो आर्थिक रूपमा भाइरल भएको थिएँ कि भन्न खोजेको, आर्थिक कुरामा यो मान्छेले भनेका कुराहरू जेन्युन छन् भनेर अब नेसनल लेभलमा सबैले चिन्नुहुन्छ मलाई, होइन। त्यसैले यो भिडियो हेरिसकेपछि यो के रहेछ भनेर वेबसाइट हेर्नुहोस्, त्यसपछि एप डाउनलोड गर्नुहोस्, र तपाईँको आफ्नै पसल छ भने सर्भिस सेक्टरको पसल, है, जुनमा मार्जिन बढी बस्छ, जस्तै ग्रोसरी, हार्डवेयर, यिनीहरूमा तपाईँको मार्जिन कम हुन्छ। तपाईँहरूले त्यो गरेर अहिले राम्रो हुँदैन, पछि हामी त्यहाँ पनि आउँछौँ थोरै मार्जिनमा। अहिले भनेको त हाम्रो कमाइ भनेको त भेन्डरको कमिसनबाट कस्टमरलाई तान्ने हो, होइन, कस्टमरलाई दिएर भनेपछि कस्टमर तपाईँकोमा बढाइदिन्छौँ। पछि त बिग कम्पनीहरू एडभर्टाइज लिएर आउँछ हाम्रो कन्सेप्टमा, र
कस्टमरलाई हामीले धेरै रिवार्ड पोइन्ट दिन सकिन्छ र भेन्डरको सेल्स बढाउन सकिन्छ। अनि त्यसमा भेन्डर साइडलाई हामीसँग मिलेर बिजनेस ग्रो गर्न अरू थुप्रै आइडियाहरू हामीले एड गर्न सक्छौँ होइन, गर्नेछौँ। तर अहिलेलाई भने त्यो ग्रोसरी हार्डवेयर त्यस्तो त्यो कम मार्जिन हुन्छ नि त्यस्तो होइन कि रेस्टुरेन्ट, होटल, ब्युटी पार्लर, टिकेटिङ होइन, पार्कको टिकेटिङ, जिम हल, ब्युटी पार्लर, सैलुन, मोटरसाइकल वर्कसप होइन, रिपेयर एन्ड मेन्टेनेन्सहरू, यो ट्याक्सी रिजर्भ, बस टिकट, एयरलाइन्स, केबल कार सबै आउन सक्नुहुन्छ होइन। अब हाम्रो मार्केटिङ टिमले तपाईँहरूको एक्सेसमा आउन अझै कति समय लाग्ला होइन। त्यसैभरि हाम्रो मार्केटिङ रिप्रेजेन्टेटिभ राखेर तपाईँ समक्ष आउन ठुलो कस्ट लाग्छ। तर यही भिडियोको माध्यमबाट तपाईँ जोडिनु भयो भने हामीलाई अझ अगाडि बढ्न सहज हुन्छ। किनभने हाम्रो लक्ष्य 10 वर्षमा संसारको बिगेस्ट कम्पनी बनाउने र 30 वर्षमा संसारको इकोनोमी रिसेप गरेर अहिलेको जुन द्वन्द्व छ नि, यता क्यापिटलिजम अमेरिकाले लिड गर्छ, यता सोसलिजम अब रसिया चाइनाहरूले यो मोडल बेस्ट छ, हामीसँग आइज भनेर संसारको देशहरू होइन आफ्नोपट्टि तान्ने खिचातानी छ नि, त्यो खिचातानीमा तिमीहरू चुपचाप बस हौ। तिमीहरूले आफ्नो फिलोसफी अरू देशलाई लाद्न खोज्छौ। बेस्ट मोडल भनेको यो जगतिजम हो होइन। जगतिजम भनेको नेपाल त च्यापिएछ। यता इन्डिया अमेरिका भनेको त क्यापिटलिजमको कन्ट्रीहरू हो होइन। यता अनि चाइना भनेको सोसलिजमको, नेपाल त दुईटामा च्यापिएछ नि त। अब हामी च्यापिएपछि अप्ठ्यारामा परेपछि केही न केही नयाँ उपाय त ल्याउन पर्यो। अनि त्यसको लागि चाहिँ तिमीहरू दुईटा आफ्नो ठाउँमा ठिक पनि छौ, बेठिक पनि छौ, तर बेस्ट हामीले निकाल्छौँ दुवैको राम्रो पक्ष समातेर भनेर। अनि हामीले जगतिजम भनेको जगतवाद यो चाहिँ संसारको लागि हो भनेर। अब त्यसमा धेरै कुरा छन्। मोडल नेपालमा हुँदै केही देशमा सफल भइसकेपछि अनि अरू देशमा चालु गर्नको लागि त्यहाँको गभर्मेन्ट, त्यहाँको पब्लिकसँग हामीले एग्रिमेन्ट गरिसकेपछि अनि यो त जगतिजम कसरी क्यापिटलिजम र सोसलिजमलाई टेक्नोलोजी थ्रो फ्युजन गरेर अहिलेको भन्दा बेटर सिचुएसन रिजल्ट होइन, प्रोडक्टिभिटी बढाएर मान्छेले थोरै काम गर्दा पनि धेरै वस्तु र सुविधा पाउने अवस्था कसरी बनाउन सक्छ त यो मोडलले भनेर त्यतिखेर मैले प्रष्ट रूपमा किताब लेखेर भिडियो बनाएर भन्ने छु। त्यो मेरो बौद्धिक सम्पत्ति हो। अहिले रिजल्ट ननिकालिकन सबै मैले फ्ल्यास गर्दा त हामीभन्दा त अरू धेरै देशका अरू धेरै के अरे टेक्नोलोजीमा एक्सपर्टिज छन्। अरूले छिटो यो मोडललाई अरू देशका नागरिकहरूले छिटो लएर अनि हाम्रो बौद्धिक सम्पत्ति चोरी हुन्छ। त्यसैले मैले अहिले त्यो भन्नु पुरा पिक्चर दिन मैले होइन आफ्नो बौद्धिक सम्पत्तिको जोगाउनको कारणले भन्न सक्दिनँ। तर तपाईँहरू आम जनताहरूले, नेपाली जनताहरूले जसले सुन्नु भएको छ होइन, तपाईँको व्यवसाय छ भने रजिस्टर गर्नुहोस्। checkout.com भनेको मेरो आमाको नाममा कम्पनी रजिस्टर छ। भरतपुर महानगरपालिका 23 जगतपुर। मलाई त्यहाँ एरियामा सबैले चिन्नुहुन्छ। कुनै इलिगल काम होइन, यो लिगल काम हो। कम्पनी रजिस्टर छ, ट्याक्स तिरिरहेको छ। हामीले नेपाली इन्जिनियरहरूले, आइटी इन्जिनियरहरूले एप बनाइराख्नु भएको छ। आइटी इन्जिनियर बनाउने डेभलपरहरू उहाँ के अरे हाम्रो हेटुडाको साथीहरू हुनुहुन्छ। अनि ग्लोबल सिओको रूपमा चेन्नईको आइटी प्रोफेसर हुनुहुन्छ। अनि आइटी हेडको रूपमा युए गभर्मेन्टको सिनियर आइटी अफिसर मेरो साथी हुनुहुन्छ। म फाउन्डर विगत 10 वर्षदेखि फिनल्यान्डमा छु। म चाहिँ शङ्करदेवबाट 2008मा MBS गरेको व्यक्ति हो। त्यसपछि मैले विभिन्न संस्थामा एज अ फाइनेन्स डाइरेक्टर भएर काम गरेको छु नेपालमा। तर फिनल्यान्डमा आएर विगत 10 वर्षदेखि क्लिनिङ काम गरेको छु। अब एउटा स्टार्टअप नेपालबाट सुरु गरेर यसलाई संसारको बिगेस्ट कम्पनी 10 वर्षमा र 30 वर्षमा ग्लोबल इकोनोमी रिसेप गर्ने नेपाली युवाहरू मिलेर भनेर त्यो लक्ष्य लिएको छु। तपाईँलाई यो कुरा विश्वास लाग्दैन छोडिदिनुहोस्, विश्वास लाग्छ जोडिनुहोस्, अथवा वास्तै लाग्दैन वास्तै नगर्नुहोस्, तर विरोध नगर्नुहोस् होइन। यो असम्भव हुन्छ भन्ने कुरा नभनिदिनुहोस्। किनभने मैले कति स्ट्रगल गरेछु यहाँसम्म आउन।
अनि यो पिक्चर देख्न, अनि यो बिजनेसको आइडियाहरू क्रिएट गर्न कति लगानी गरेको छु, अनि प्याच एउटा आउँछ र केही नबुझिकन यो हुन्न हावा कुरा भनिदिँदाखेरि मलाई कति हट हुन्छ होइन, कति हुन्छ त्यो मलाई थाहा हुन्छ नि त। मैले डिग्री पास नगरेको भए होइन, त्यत्रो स्ट्रगल नगरेको भए, यहाँ फिनल्यान्ड आएर 10 वर्षसम्म क्लिनिङ काम नगरेको भए, आर्थिक बुकहरू पीडा भएर भित्रैदेखि आर्थिक कुराहरू इकोनोमिक्सका प्रोफेसरहरूका कुराहरू नबुझेको भए, धेरै इकोनोमिक्समा पिएचडी गरेका दाईहरूसँग बहस नछेडेको भए, अनि बिजनेसका बारेमा धेरै अध्ययन नगरेको भए, बिजनेसमा फेल भएर आफ्नो समय आफ्नो लगानी नडुबाएको भए, मैले यो तहको एम लिएर कम्पनी खोल्न सक्थिनँ भनेपछि त मेरो धेरै मेहनत छ, मेरो धेरै ठुलो बौद्धिक सम्पत्ति छ यसमा। त्यसैले यो संसार बदल्न मैले नेतृत्व गर्छु भन्ने मलाई फुल अफ कन्फिडेन्स छ। त्यसैले तपाईँलाई ट्रस्ट लाग्छ जोडिनुहोस्, ट्रस्ट लाग्दैन टाढा बसेर हेर्नुहोस्। विरोध गर्ने अधिकार तपाईँलाई छैन। मैले कसैलाई केही हानि गरेको पनि छैन, कसैलाई नहुने कुरा पनि गर्दिनँ र गैर कानुनी काम पनि गर्दिनँ। त्यसैले यात्रामा कि जोडिनुहोस् कि टाढा बसेर हेरिदिनुहोस्। हस् त, धन्यवाद, नमस्कार।